उद्घाटन समारोहको सभाध्यक्षको आसन ग्रहण गरिदिनु हुनको लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री फत्तबहादुर गुरुङज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। हाम्रो आशा र विश्वासका धरोहर गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय डाक्टर टकराज गुरुङज्यूलाई प्रमुख अतिथि आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी विशिष्ट अतिथि आसन ग्रहण गरिदिनु हुनको लागि जिल्ला समन्वय लमजुङका अधिकारीज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी आजको हाम्रो समारोहको विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि दोर्दी गाउँपालिकाका उपम अक्षय कोषदाता पाल्जङ गुरुङज्यूलाई पनि अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी विद्यालयका पूर्व अध्यक्ष कुलबहादुर घलेज्यूलाई पनि अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी विद्यालयका रामबहादुर कुमारज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु।
धन्यवाद। मौन धारणको लागि सहयोग गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। निमन्त्रणालाई स्वीकारेर हाम्रो यो स्वर्ण महोत्सवलाई सबै भव्यका साथ सम्पन्न गर्नको लागि उपस्थित हुनुभएका प्रमुख अतिथि लगायत सम्पूर्ण हाम्रा अतिथि एवं अभिभावकहरूलाई स्वागत गर्नको लागि विद्यार्थीहरूको तर्फबाट स्वागत गर्न आउँदैछन् कक्षा 9 का भाइ उज्जवल गुरुङ। Good afternoon, all of the ladies and gentlemen. Today is our grand function of successfully completing 50 years of established. Our school, Sri Pachok Secondary, as well as our Pachok family, organized a grand 50th annual anniversary. This anniversary is our grand function ever. First of all, I am delighted to extend a warm and hearty welcome to each and every guest, including of our honorable chief guest, our main guest, our respectable other guests, respectable principal sir, honorable teachers, brothers, sisters, as well as seniors and juniors, and my lovely each and every friends. आज हाम्रो यो विद्यालय पनि 50औं वसन्तमा टेकेको अवसरमा स्वर्ण उत्सव मनाउन हामी गइरहेका छौं। यही स्वर्ण उत्सवको अवसरमा जति पनि तपाईहरुको योगदान अहिलेसम्म हामीले गरेको तपाईहरुले सोचिरहनु भएको होला, हामीले गरेको योगदानले गर्दाखेरि इन्जिनियर, डाक्टर, वकिल, शिक्षक, समाजसेवी, राजनीतिज्ञ यस्तो उत्पादन गर्न सक्यो। यही क्षेत्रबाट चाहिँ हामी लाग्छौं। त्यस्तै गरेर हामीले यस्तै किसिमका चाहिँ विचारहरू गरेर अहिले जुन किसिमको 50औं वसन्तमा हामीले गर्न लागेको जुन एउटा स्वर्ण महोत्सवमा पनि उद्देश्य हामीले त्यही राखेर अगाडि बढिरहेका चाहिँ हामी छौं। र यस अवस्थामा हाम्रो विद्यालयले जुन किसिमको एउटा आर्थिकको लागि, नैतिकका लागि यहाँहरुसँगको जुन किसिमको एउटा सहयोग सल्लाह र माग्यौं, त्यही सल्लाह र सहयोग चाहिँ पक्कै पनि यहाँहरुले दिइरहनु भएको छ। त्यसका लागि हामी आभार छौं। र यसमा हामी छात्रावासको लागि विभिन्न किसिमको योजनाहरूका लागि हामीले अर्थ सङ्कलन गर्दै पनि छौं। त्यसका लागि जति पनि अर्थ अहिले हाम्रो सामु आइसकेको छ, जति पनि सहयोगीहरू हुनुहुन्छ सबैजनाले मेरो व्यक्तिगत तर्फबाट पनि र विद्यालयको परिवारको तर्फबाट पनि हार्दिक स्वागत गर्दै धन्यवाद पनि ज्ञापन गर्न चाहन्छु। र जसरी आज छ भोलि पनि त्यसरी नै यहाँहरूको उपस्थित माहौल पक्कै बनाउनुहुन्छ भन्ने एउटा आशा प्रकट गर्दै आजको कार्यक्रम र भोलिको कार्यक्रमलाई आज सबैलाई भव्य बनाइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दै र यहाँहरू सबैजनालाई मेरो व्यक्तिगत र विद्यालय परिवारको तर्फबाट स्वागतम 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 भन्दै मेरो 2 शब्द यहाँ अन्त्य गर्न चाहन्छु। धन्यवाद, नमन व्यक्त गर्दछु। धन्यवाद। स्वागत छ हजुरहरू सबैलाई स्वागत छ। स्वागत छ हजुरहरू सबैलाई स्वागत छ। अतिथिवर्ग महानुभावहरू उत्सवमा आउनु हुने सबैलाई स्वागत छ। स्वागत छ हजुरहरू सबैलाई स्वागत छ। स्वागत छ हजुरहरू सबैलाई स्वागत छ। लिपेर गोरुजुरे काखैमा पाचोक मावि, लिपेर गोरुजुरे काखैमा पाचोक मावि, आउनुभयो हजुरहरू निमन्त्रण स्वीकारी। स्वागत छ हजुरहरू सबैलाई स्वागत छ। स्वागत छ हजुरहरू सबैलाई स्वागत छ। उत्सव मनाउन बेला भयो पाचोक मावि, उत्सव मनाउन शिक्षाको ज्योति छारी हराभरा बनाउन। स्वागत छ हजुरहरू सबैलाई स्वागत छ। स्वागत छ हजुरहरू सबैलाई स्वागत छ।
एक दिनबाट सुरु गरी 12सम्म पुर्यायो गाउँ समाजलाई शिक्षा दिने असल बाटो डुरायो स्वागत छ हजुरहरू सबैलाई स्वागत छ स्वागत छ हजुरहरू सबैलाई स्वागत छ हाम्रो थलो सुवासनी आशिष दिनु हुनलाई भलो स्वागत छ हजुरहरू सबैलाई स्वागत छ स्वागत छ हजुरहरू सबैलाई स्वागत छ स्वागत छ आफ्ना सन्ततिको सुन्दर भविष्य निर्माणको लागि उहाँहरूले आफूसँग भएको सिप सिर्जनाका साथै तन मन र धन समेत खर्चेर गरेको विद्यालय खर्चेर स्थापना गरेको विद्यालयले आजसम्म थुप्रै आरोह अवरोहका श्रेणीहरू पार गर्दै क्रमशः सफलताको शिखर चुम्ने आशामा अघि बढिरहेको छ। प्राथमिक निम्न माध्यमिक हुँदै माध्यमिक तह स्थापना गरी कक्षा 12सम्म सञ्चालित यस विद्यालयले दोर्दी गाउँपालिका वडा नम्बर 5 को पहिचान र गौरवलाई जिल्लामा परिचित गराउन अमूल्य योगदान पुर्याउनु हुने आदरणीय संस्थापकज्यूहरूको महान दीर्घकालीन सोच र योगदानप्रति विद्यालय सधैँ ऋणी रहनेछ। शैक्षिक प्रशासनिक कार्यक्रम अन्तर्गत तलब भत्ता र पोसाकमा अन्य पोसाक समेत गरेर जम्मा 4,46,928 रुपैयाँ, फर्निचर निर्माणमा 5,05,392 रुपैयाँ, त्यस गरी जम्मा 9,52,330 रुपैयाँ पुँजी व्यय रहेको छ। यसरी जम्मा व्ययमा टोटल व्यय भनेको यो वर्षको 1,26,72,652 रुपैयाँ 55 पैसा रहेको छ। यसरी बैंक मौजादमा चाहिँ जम्मा गरेर 4,40,721 रुपैयाँ 81 पैसा चाहिँ गत वर्षको बैंक मौजाद रहेको छ। र यसरी अन्तिममा चाहिँ उपस्थित सम्पूर्ण अतिथिहरू सम्पूर्णमा सम्मान र धन्यवाद व्यक्त गर्दै म पनि बिदा चाहन्छु। धन्यवाद। जय स्वागत
अवसरको लागि विद्यालय एउटा विद्याको मूल थलो हो। जुन ठाउँमा हामीले पाइला सार्न सकेनौँ भने पक्कै पनि जुनसुकै मनुष्य पनि भोलि गएर उसको भविष्य उज्जवल हुन सक्दैन। त्यसकारण विद्यालय बनाउनका निमित्त हामी सबै शिक्षक, विद्यार्थी, अभिभावक लगायत सम्पूर्ण व्यक्तिहरूको एक साथमा होस्टे गरी हामी एकजुट भएनौँ भने पक्कै पनि विद्यालयको स्तरोत्तर उन्नति गर्न सक्दैनौँ। त्यसैले आज हामी जसरी एक साथमा होस्टेमा हैसे गर्दै यहाँ जम्मा भएका छौँ, त्यसै गरी विद्यालय एउटा शिक्षाको मूल थलो हो र विभिन्न बाल बच्चादेखि ठुला मानिसहरूलाई यो संसारमा चिनाउने बाटो देखाउने एउटा विद्यालय भनेको शिक्षाको मूल थलो हो, जसलाई हामीले निरन्तरसम्म जहिले पनि जगेर्ना गरिराख्नु हाम्रो पक्कै पनि जिम्मेवारी वा दायित्व हो। मखमली चोलीमाथि छड्केलायो घालेकी मखमली चोलीमाथि छड्केलायो घालेकी रूप सुन्दर मेरी हजुर नपाकै बालेकी मखमली चोलीमाथि छड्केलायो तेरी लोहरी रूप सुन्दर मेरी हजुर नपाकै बाले रूप सुन्दर मेरी हजुर नपाकै बाले नजाराइको करौतीले रेट्यो मुटो र टक्कै अन्त नजर मरि जान्न पटक्कै नजाराइको करौतीले रेट्यो मुटो र टक्कै अन्त नजर मरि जान्न पटक्कै हेरिलो है अन्त नजर मरि जान्न पटक्कै नजाराइको करौतीले रेट्यो मुटो र टक्कै अन्त नजर मरि जान्न पटक्कै हेरिलो है अन्त नजर मरि जान्न पटक्कै अन्त नजर मरि जान्न पटक्कै बेसीको घाम लेकमा छलछालु दुलुगे मौका मिल्दा मुखै फुल्नु गएपछि बेसीको घाम लेकमा छलछालु दुलुगे मौका मिल्दा मुखै फुल्नु गएपछि
भन्ने पालो परेको छ। 1 नम्बर 2 नम्बर 3 नम्बर साबिकको वडा वाक्समारा बारीगाउँ र छैलुङ आमा समूहहरूलाई खाजा वितरण गर्दै गर्नु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यहाँभन्दा पहिला नै मैले भनिसकेँ, दोभान आमा समूहले हामीलाई 21,105 प्रदान गरेको छ। उहाँहरूलाई मुरीमुरी धन्यवाद। जोरदार ताली दोभान आमा समूहको लागि। यस्ता सहयोगी मनहरू बढ्दै जाउन्। तपाईहरुको घर आँगनमा रहेको यो पाँचौमावि फलाउनको लागि यहाँहरूको देनको हामी विद्यालय परिवार उच्च कदर गर्छौं। सबैभन्दा पहिला म दोर्दी गाउँपालिकाका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरूको प्रतिनिधित्व सहित शिक्षा युवा तथा खेलकुद शाखा दोर्दीको प्रतिनिधिको रूपमा यस विद्यालयको उन्नति, प्रगति र समुन्नतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। अवश्य पनि एउटा महान उद्देश्य र लक्ष्यका साथ आवश्यक विद्यालय निर्माणको सन्दर्भलाई जोडेर एउटा स्वर्ण महोत्सव आयोजना गर्नुभयो। त्यही आयोजनालाई पत्यार मानेर, त्यसलाई विश्वास मानेर आदरणीय धेरै अभिभावकज्यूहरूले मैले बेला बेलामा यो पेजहरूमा हेर्ने गरेको छु। धेरै आदरणीय अभिभावकदेखि शिक्षा प्रेमी महानुभावहरूले यसलाई सहयोग र सम्मानको स्वरूप यहाँहरूले लिनुभएको नारालाई सहयोगका निम्ति अत्यन्तै ठुलो हात फैलाउनु भएको छ र यो कार्यक्रमको फेरि म पनि शुभकामना व्यक्त गर्न चाहन्छु। विद्यालय सञ्चालनको सन्दर्भमा आदरणीय विद्यालयका प्रधानाध्यापक मेरा मित्र रामबहादुर कुँवर सरले एउटा प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। विद्यालयको भावी अवस्था, विगतदेखि भावी अवस्थाको बारेमा यो प्रतिवेदनमा स्पष्ट पार्नु भएको छ। म दोर्दी शिक्षा शाखाको एउटा प्रतिनिधिको रूपले पनि सरलाई एउटा मात्रै जानकारी गराउन चाहे। यो नम्बर 3 मा रहेको विद्यार्थीले प्राप्त गर्ने अङ्क लेटरमा हुँदैन है सर। यो आधिकारिक नेपाल सरकारलाई राख्ने प्रतिवेदनमा विद्यार्थीले प्राप्त गर्ने A+, B+, C+ हुँदैन। यो विषयगतमा चाहिँ लेटरमा हुन्छ। विद्यार्थीको हकमा स्तरीकृत अङ्कमा हुन्छ। 3.2, 2.8, 2.4 हुन्छ। त्यसलाई मात्रै सच्याएर राखिदिनु होला, किनकि यो अभिलेख हो। मैले यो जानकारी मैले गर्नुपर्ने मेरो दायित्व भएको कारणले मैले सरलाई त्यो सुझावको रूपमा राख्न चाहेँ। र आदरणीय उपस्थित सम्पूर्ण महानुभावहरू, विद्यालय सञ्चालनको क्रममा विद्यालय सञ्चालन गर्ने अत्यन्तै धेरै ठुलो जुन हामीसँगको आधार हो, त्यो सम्पूर्ण आधार परिपूर्ति भएको विद्यालयको रूपमा पाँचौं माध्यमिक विद्यालय रहेको छ। शिक्षाको अवसरमा पनि यो विद्यालयले विगतको केही वर्षदेखि राम्रो अवस्थामा यसलाई सुधारको प्रक्रियामा लगेको छ र वास्तवमा हामीले विद्यार्थी उत्पादन गर्छौँ, विद्यार्थीलाई एक कक्षाबाट भर्ना गर्छौँ, माथि 11-12 मा पुग्दाखेरि विद्यार्थीलाई टिकाउन सकिएको छैन। त्यो टिकाउन नसक्नको पछाडि विद्यार्थीले आफ्नो शिक्षाप्रतिको भरोसा मान्न सकेको छैन। मैले पढेपछि यही ठाउँमा केही पाउँछु भन्ने ग्यारेन्टी विद्यार्थीमा छैन। त्यही भएको कारणले विद्यार्थी अहिले 12 कक्षासम्म पढिसके पछाडि माथिल्लो तहमा अध्ययन गर्ने चासो राख्दैन। Thank you.
लगाउने है लगाउने तिम्रो रूपले मोहनी लगाउने देखेपछि म यसै आगाउने मखमली चोलीमा तु नढाकेको है मखमली चोलीमा तु नढाकेको यसै माथि झल्कियो फुली नाकेको कसैले जिम्मा लिन्छ न लोभियाकैको कसैले जिम्मा लिन्छ र लोभियाकैको आउनु आउनु नानी तल आउनु तल आउनु 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 है आउनु है मन सन्चो भात छैन है भात छैन तिमीलाई देखे मन सन्चो भात छैन अबनीको होला छैन मखमली चोलीमा तु नढाकेको मखमली चोलीमा तु नढाकेको यसै माथि झल्कियो फुली नाकेको कसले जिम्मा लिन्छ र लोभियाकैको कसले जिम्मा लिन्छ र लोभियाकैको सबैजना आउनु आउनु नानी तल आउनु तल दिनु पर्यो आइदिनु यहाँ मनमा आइदिनु हुन अनुरोध गर्दछु ल यति भन्दै म बिदा गर्न चाहन्छु धन्यवाद र यो विद्यालयले जुन कुरा यस यहाँको कार्यपत्रमा यहाँको घोषणामा योजनामा यहाँले जुन कुरा प्रस्तुत गर्नुभएको छ मलाई एकदमै धेरै खुसी लाग्यो के कुरामा खुसी लाग्यो भने आवासीय विद्यालय निर्माणार्थ यो विद्यालय अगाडि बढाउन खोज्नु भएको रहेछ र यसको यो किन मलाई चाहिँ एकदमै खुसी लाग्यो भने यहाँ चाहिँ यो जुन भेगीय दृष्टिकोणले र विद्यार्थी भाइ बहिनीहरू टाढा टाढाबाट आउनुपर्ने र अहिले नेपाल सरकारको पनि विद्यालय मर्ज गर्ने र कुनै ठाउँमा रहिरहेका प्राथमिक विद्यालय अथवा आधारभूत तहका विद्यालयहरूमा विद्यार्थी नभएको कारणले गर्दाखेरि पनि विद्यालयलाई मर्ज गरेर एक ठाउँमा बनाउनु पर्ने सरकारको एउटा अवधारणा स्वरूप यो विद्यालयले पनि आफूलाई अगाडि बढाएको भन्ने मैले महसुस गरेँ। यो जुन कुरा यहाँले अगाडि बढाउनु भएको छ आवासीय विद्यालयको रूपमा यसलाई अगाडि लैजाने र आवासीय विद्यालयबाट यो क्षेत्रकै दोहोरी गाउँपालिकाकै एउटा समुन्नत विद्यालयको रूपमा अगाडि बढाउने जुन यहाँले यहाँको बासिन्दाहरूले यहाँका अभिभावकहरूले यहाँका शिक्षक साथीहरूले यहाँका बौद्धिक सर्कलले यहाँको राजनीतिक पार्टीहरूले जुन किसिमले यसलाई सल्लाह दिए अगाडि बढ्ने क्रममा जानु भएको छ अत्यन्तै सराहनीय छ र यसलाई सफल पार्नको लागि यसलाई डेस्टिनेसन अफ विङमा पुर्याउनको लागि आवश्यक पर्ने केही सरसल्लाह
आवश्यक पर्यो भने पनि हामी म एउटा संस्थागत विद्यालयको नाताले संस्थागत विद्यालय सञ्चालकको नाताले पनि हामीले पनि आवासीय विद्यालय हाम्रो त सधैँ आवासीय विद्यालय हुन्छ, सबै विद्यार्थी हुँदैनन्, तैपनि हामीले आवासीय विद्यालय अहिले आवासीय विद्यालयमै 100-100 जना 400-100 जना जति विद्यार्थी आवासमा राखेर हामीले हेरिरहेका छौँ। त्यसैले आवासमा राख्ने क्रममा त्यहाँ यहाँको र त्यहाँको म्युचुअल अन्डरस्ट्यान्डिङ गरेर कोअर्डिनेसन गरेर सेयर गरेर पनि हामीले केही कार्य गर्न सकिन्छ। त्यसैले यो विद्यालयलाई मैले धेरै अगाडिदेखि चिनेको छु, यहाँका विद्यार्थीहरू मेरो विद्यालयमा गएर पनि पढिरहेका छन्। त्यसैले यो विद्यालय र विशिष्ट आवासीय माविको अनुनासित सम्बन्ध रहोस् भन्ने कामना गर्दै र यसको उत्तरोत्तर प्रगतिको कामना गर्दै र आवश्यक परेको केही सहयोग आवश्यक पर्यो भने विशिष्ट आवासीय माविले पनि यहाँहरूको र यो विद्यालयको उत्तरोत्तर प्रगतिको निम्ति शुभकामना व्यक्त गर्न चाहन्छु। शुभकामना दिँदै गर्दा विद्यालय स्थापना गर्ने, जगदान गर्ने र स्थापना कालदेखि हालसम्म तन मन वचन र कर्मले सहयोग गर्नुहुने सबै शिक्षाप्रेमी अभिभावकप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु। तपाईँ यो एरियाको सबै अभिभावकज्यूहरू, सबै शिक्षक विद्यार्थीहरू, तपाईँहरूको जुन खालको एकता छ, तपाईँहरूको जुन खालको उत्साह छ, तपाईँको जुन जागरण छ, तपाईँहरूको जागरणको उच्च सम्मान व्यक्त गर्न चाहन्छु। 50 वर्षको यो गौरवशाली यात्रा सहज थिएन र यो पाँचौं माविले स्थापना कालदेखि नै शिक्षालाई यो एरियामा चाहिँ शिक्षाको उज्यालो फैलाउने काम गर्नुभएको छ। विद्यालय भनेको केवल ज्ञान प्राप्त गर्ने ठाउँ मात्र होइन, यो व्यक्तिको विकास गर्ने, क्षमता विकास गर्ने, नेतृत्व विकास गर्ने, यसलाई सिकाउने एउटा पाठशाला हो। तपाईँहरूको यो लामो यात्रा अझ सुखमय रहोस्। फेरि पनि पाँचौं माविको सर्वाङ्गीण विकास निम्ति हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। फेरि पनि तपाईँहरू जुन खालको उत्साह छ, सबै चन्द्रलाल मानवप्रति हार्दिक सम्मान व्यक्त गरेर मेरो भनाइ अन्त्य गर्छु। धन्यवाद, नमस्कार। प्रधानमन्त्री पद ग्रहण गर्दाको बखतमा पत्रकार
प्रधानमन्त्री भइसके पछाडि यो देशको विकासको लागि के गर्न चाहनुहुन्छ भनेर सोध्दा तत्कालीन बेलायती प्रधानमन्त्रीले भने एजुकेसन, सेकेन्डली एजुकेसन, फाइनल्ली एजुकेसन। त्यसैले त्यो देशलाई उच्चतम बिन्दुमा विकासात्मक दृष्टिकोणले, चाहे त्यो शैक्षिक दृष्टिकोणले होस्, चाहे त्यो सामाजिक रूपान्तरणको दृष्टिकोणले होस्, चाहे त्यो आर्थिक रूपान्तरणको दृष्टिकोणले होस्, त्यो देशलाई तत्कालीन अवस्थामा शिक्षा क्षेत्रमा राज्यले लगानी गरेका कारणले गर्दा विकास सम्भव भएको हो। मैले यो विद्यालयको 10 वर्ष करिब नेतृत्व गर्ने अवसर पाएँ। 2059 सालदेखि 2069 सालसम्म मैले नेतृत्व गरेँ। त्यो नेतृत्व गर्ने क्रममा अहिले हेर्दै जाँदा कतिपय मेरा विद्यार्थीहरू बाआमा भइसक्नु भएछ, कतिपय शिक्षक साथीहरू रिटायर भइसक्नु भएछ र फेरि विद्यालय भवन पनि मैले हेर्दा, मैले यहाँ सुरुको दिनमै म आउँदा प्रधानाध्यापक भएरै आएको थिएँ शिक्षा कार्यालयको अनुरोध र यही विद्यालयका आदरणीय टकबहादुर गुरुङ, आदरणीय मानबहादुर घले लगायतको चाहिँ डेलिगेसन गएर मलाई लगभग खोसेरै लिएर आउनुभएको हो। यो हिसाबले एउटा सम्मान पनि त्यतिखेरै मैले पाइसकेका थिएँ। वास्तवमा म आज अत्यन्त दुखी पनि छु। म अत्यन्त दुखी छु किनभने मेरो आदरणीय टकबहादुर गुरुङ मलाई जसले यो विद्यालयमा जेसुकै गर, तैँले शिक्षा सुधार गर, तैँले विद्यालय बना र तैँले सबै कुरा गर भनेर पुराका पुरा आश्वासन दिएर काम गर्नुभएको आदरणीय दाई, मेरो अभिभावक, उहाँ बित्दा पनि म आउन सकिनँ। उहाँ मृत्यु भएको खबरले मर्माहत भएँ। 1 हप्तासम्म मैले चाहिँ राम्रोसँग टाउको उठाउन सकिनँ। यो दोर्दी खोलाको एउटा चाहिँ स्तम्भ बित्दाखेरि तपाईँहरूले पनि जुन क्षति बिहोर्नु भएको छ, अहिले पनि अभाव बिहोर्नु भएको छ। त्यस्तै आदरणीय मेरो बुवा मानबहादुर घले जो युके गएर पनि यहाँ आएर पनि यो दोर्दीको चाहिँ विकासमा र दिनरात म उहाँसँगै बसेँ, उहाँसँगै खाएँ, उहाँकै भान्सामा बसेँ। मलाई आफ्नै छोरो कान्छो जसरा बराबर पाल्नु भयो आमाले, आमा मनबहादुर। छैन
ज्यू आज खासै मैले यो हाम्रो यो योजनाको पाचक योजनाको यो सिटिङ उहाँलाई हस्तान्तरण गर्दैछु र यो सिटिङ चाहिँ यस प्रकार छ प्रस्तुत विषयको सम्बन्धमा लमजुङ जिल्ला स्वाभिक पाचक गाविस दोर्दी गाउँपालिका वार्ड नम्बर 5 दोर्दी गाउँपालिका अन्तर्गत पर्ने करिदी बिसी जोड्ने सडक स्तर उन्नति 1 करोड ढुङ्गिनी खोला बारीगाउँ छतीगाउँ सडक स्तर उन्नति 1 करोड गैदो वाक्स र छैलुङ सडक स्तर उन्नतिको 1 करोड र साथै करिदी आमा समूह भवन निर्माणको लागि 50 लाख रुपियाँ चाहिँ हामीले माग गरेको छु भन्दै आज यो छोटो चाहिँ यो योजनाको लागि पनि आज चाहिँ भन्दै धन्यवाद दाइलाई चाहिँ यो छु 50औं अथवा 16औं महोत्सव दिवसको यो कार्यक्रमका आदरणीय अध्यक्ष फतबहादुर गुरुङज्यू, यो कार्यक्रमका विशिष्ट अतिथि आदरणीय पूर्णबहादुर गुरुङज्यू, जिल्ला समन्वय समिति लमजुङका प्रमुखज्यू, दोर्दी गाउँपालिकाका प्रमुखज्यू, उपप्रमुखज्यू, त्यसै गरी यहाँ उपस्थित अन्य धेरै अतिथि मित्रहरू, यहाँका वडाध्यक्ष मित्र, यहाँका जगतदाताहरू, यहाँका पूर्व शिक्षक, पूर्व प्रहहरू र यहाँ उपस्थित राष्ट्रिय कलाकार मित्रहरू र सबै आदरणीय पाचकवासी दाजुभाइ दिदीबहिनीहरू सबैलाई एकमुष्ट मेरो व्यक्तिगत तर्फबाट र गण्डकी प्रदेश सरकारको तर्फबाट सबैलाई जय पाचकको म न्यानो अभिवादन पक्राउन चाहन्छु। म अत्यन्तै आभारी छु, धेरै धेरै धन्यवाद दिन चाहन्छु कि तपाईहरुसँग लामो समय पछाडि भेटघाट गर्ने सुअवसर प्राप्त गरे। धेरै मेरो आदरणीय चाहिँ इष्टमित्रहरू, आदरणीय मेरो अभिभावकहरू यहाँनिर मैले जुन भेट्ने अवसर पाएँ, उहाँहरूबाट पूर्ण आशीर्वाद लिने मौका पाएँ, यो अवसर सायद कमै चुक्ने गर्छु। त्यसका लागि म सबै विद्यालय परिवारप्रति म हार्दिक धन्यवाद दिन चाहन्छु र यो पाचोक माविको उत्तरोत्तर प्रगतिको कामना पनि गर्दछु र यहाँको चाहिँ सबै नानी बाबुहरूको उज्जवल भविष्यको पनि म शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसैले के हो भने त्यो सम्भव छैन, मात्रै के हो भने अब हामीसँग सम्भावना भएका धेरै कुराहरू छन्। संसारभरि विकास भएको देशमा पनि के हो भने संसारका सबै देशहरूलाई प्रकृतिले भिन्नै भिन्नै वरदानहरू, भिन्नै भिन्नै सम्भावनाहरू, भिन्नै भिन्नै स्रोत र साधनहरू दिएको छ। त्यो देशको विश्वविद्यालयको पाठ्यक्रमले, त्यो देशको शैक्षिक नीतिले, त्यो देशको विद्यालयहरूले, त्यो देशको चाहिँ तपाईको चाहिँ सिटिबिटी जस्तै तपाईको इन्टरमिडिएट चाहिँ तपाईको तालिम केन्द्रहरूले त्यो देशको स्रोत र साधनलाई चिन्ने जनशक्ति उत्पादन गर्यो र त्यो जनशक्तिले मुलुक निर्माणको लागि त्यो प्रकृतिले दिएका चाहिँ सम्भावनाहरूलाई लगानी गर्यो भने पक्कै पनि मुलुक बन्छ। किनभने राजनीति अघि नै पनि भने मैले खेल डटी गेम होइन, त्यो भनेको मुलुक निर्माण बन्ने एउटा प्रक्रिया हो। यदि म तपाईलाई भन्छु कि अमेरिकामा तपाईको चाहिने यो चाहिँ उहाँको 39औं राष्ट्रपति जिमी कार्टरले के भनेको छ भने आफ्नो युवाहरूलाई सम्बोधन गरेर तपाईको चाहिने यदि युवा शक्ति, यदि सक्षम चाहिँ तपाईको चाहिने जनशक्ति तपाई नेतृत्व गर्न तयार हुनु भएन भने तपाई असक्षम मान्छेबाट शासित हुन तयार हुनुपर्छ। यदि राम्रो मान्छे राजनीतिमा आएन, नैतिकवान मान्छे राजनीतिमा आएन, पढे लेखेको योग्य क्षमतावान मान्छे, शिक्षित मान्छे राजनीतिमा आएन, त्यसपछि अशिक्षित मान्छेले नेतृत्व गर्छ। यदि राम्रो चाहिँ चिकित्सक, राम्रो डाक्टर मुलुकको चाहिँ स्वास्थ्य सेवामा लागेन, अघि नै भने चाहिँ भविष्य खोज्न तेस्रो मुलुक गयो भने यहाँको चाहिँ तपाईको चाहिँ नेपाली नागरिकले राम्रो स्वास्थ्य पाउँदैन, यहाँको स्वास्थ्य क्षेत्रले प्रगति गर्दैन। त्यति मात्रै होइन, यदि यहाँका कृषि विज्ञहरू अर्को मुलुक पलायन गयो भने हाम्रो कृषिले आत्मनिर्भरता पाउँदैन। यहाँका प्राविधिक इन्जिनियरहरू अर्को देशमा गयो भविष्य खोज्न भयो भने हाम्रो यहाँका पूर्वाधारहरूले, हाम्रो यहाँका बाटोघाटो, यहाँको चाहिँ सिँचाइ, यहाँका चाहिँ तपाईँको पुलिसहरूले असक्षम र तपाईँको कमजोर जनशक्तिको कारणले यहाँको चाहिँ तपाईँको चाहिँ राम्रो चाहिँ तपाईँको चाहिँ पूर्वाधार बन्न सक्दैन। राम्रो व्यवस्थापन पढेको, राम्रो कानुन पढेको मान्छे बाहिरी देशमा गयो भने यहाँको
यहाँको प्रशासनले, यहाँको न्याय क्षेत्रले तपाईँको चाहिँ यहाँको न्याय क्षेत्रले समन्वय गर्न सक्दैन, यहाँको प्रशासनले तपाईँको चाहिँ हामीलाई सुशासन दिन सक्दैन। त्यसैले अबको दिनमा हामीले चाहिँ तपाईँको चाहिँ राम्रो मान्छे, राम्रो जनशक्ति यही देश यो वालको हाइट कति छ खास यो माथिको फेन नराख्नु सेफ्टी छ त्यो प्राइभेसी सोध्नुपर्छ 10 फुट होला 10 फुट बेसी छ सेफ्टी हुन्छ सेफ्टी छ सेफ्टी त हुन्छ 11 फुट हाइट चाहिन्छ माथिको वाल मतलब साइड वाल माथि 11 हो
धेरै धेरै धन्यवाद। कक्षा 10 Oh
गर्दै शिरमा माथि तमु बसे हो हामी भनेको तमु बसे हो हजुर भन्न नजानेर होइ भनेको हामी भनेको तमु बसे हो हजुर भन्न नजानेर होइ भनेको ए हजुर भन्न नजानेर होइ भनेको परम्परा संस्कृति र संस्कार कति राम्रो परम्परा संस्कृति र संस्कार कति राम्रो भोलि जस्तै भए पनि मन छ सफा हाम्रो तमु बसे हो हामी भनेको तमु बसे हो हजुर भन्न नजानेर होइ भनेको हामी भनेको तमु बसे हो हजुर भन्न नजानेर होइ भनेको ए हजुर भन्न नजानेर होइ भनेको ए हजुर भन्न नजानेर होइ भनेको Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ
50औं वसन्त पार गरेर 50औं वर्षमा प्रवेश गरेको अवसरमा मनाइरहेको यो स्वर्ण महोत्सव अथवा स्वर्ण जयन्ती समारोहका सभाध्यक्ष यसै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पत्तबहादुर गुरुङज्यू, आजका प्रमुख अतिथि दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीज्यू, विशेष अतिथि दोर्दी गाउँपालिका उपाध्यक्ष विक्षबहादुर गलेज्यू, विशेष अतिथि यसै वडा नम्बर 5 का वडाध्यक्ष कुमदास गुरुङज्यू लगायत यहाँ मञ्चमा आसीन विभिन्न तह र तबकाका हाम्रा अतिथि मित्रहरू, टाढा टाढाबाट यो मञ्चलाई यो स्वर्ण जयन्तीलाई रमाइलो र मनोरञ्जन दिनको लागि पाल्नुहुने कलाकार भाइ बहिनीहरू र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण आमा समूह, युवा क्लब, विद्यालयका प्रधानाध्यापक, विद्यालयका सम्पूर्ण शिक्षकहरू र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण पाँचचोकवासी, यो वडा नम्बर 5 वासी बाआमा दिदीबहिनीहरू, मामा माइजूहरू सम्पूर्णलाई मेरो स्वीकार नमस्कार अभिवादन। आज पाँचचोक माविले 49औं वर्ष पुरा गरेर 50औं वर्षमा पुगिरहेको अवस्थामा सभ्य र भव्य रूपमा यो विद्यालयले एउटा लक्ष्य लिएर अब हामी विद्यालयलाई अवश्य बनाउँछौँ, अवश्य रूपमा, र विद्यालयलाई +2 हाम्रो यहाँका नानी बाबाहरू टाढा टाढा जान पर्दैन, यहीँ 11-12 सञ्चालन गरेर हाम्रो बालबालिकाहरूलाई यही ठाउँमा कक्षा 11-12सम्म सञ्चालन पढाउँछौँ भनेर एउटा लक्ष्य लिएर चाहिँ जुन आज यो स्वर्ण जयन्ती मनाइरहेको छ, यहाँहरूको यो लक्ष्य राखेको विद्यालयले राखेको लक्ष्य पुरा होस् भन्ने कामना गर्न चाहन्छु। आजको यस दोर्दी गाउँपालिका वडा नम्बर 5 मा अवस्थित श्री पाँचचोक माध्यमिक विद्यालयको 50औं वर्षको पावन अवसरमा जुन मनाइरहेको यस स्वर्ण महोत्सवका सभाध्यक्ष, यस विद्यालयका विवेश अध्यक्ष आदरणीय सोल्टी भक्तबहादुर गुरुङज्यू, आजको प्रमुख अतिथि दोर्दी गाउँपालिकाको अध्यक्ष आदरणीय प्रज्यू, विद्यालय व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारीहरू, विभिन्न गाउँबाट पाल्नुहुने सम्पूर्ण बुद्धिजीवी महानुभावहरू र युवा क्लबका अध्यक्षज्यूहरू, आमा समूहका अध्यक्षज्यूहरू र आजको यस जुन हाम्रो खुसीको दिनमा अत्यन्तै चन्द हाम्रो यहाँ सम्पूर्ण अतिथि पाहुनाहरूलाई खुसीमा झन् खुसी बढाउनका लागि जुन पाल्नुहुने सम्पूर्ण कलाकार मित्रहरू, म्युजिसियन भाइहरू र यहाँको वस्तु स्थितिलाई जस्ताको तस्तै जुन सञ्जालमा उतार्नको लागि जुन लागिरहेका हाम्रा क्यामेराम्यान भाइहरू र सुरक्षाकर्मी साथीहरू र यस विद्यालयका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा मेरो तर्फबाट र दोर्दी गाउँपालिकाको तर्फबाट सबैमा न्यानो अभिवादन टक्राउन चाहन्छु। आजको यो श्री पाँचचोक माध्यमिक विद्यालयको 50औं वर्षको अवसरमा आयोजित स्वर्ण महोत्सव समारोहका आदरणीय अध्यक्ष, यसै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र भूतपूर्व वार्ड नम्बर 5 का वडाध्यक्ष आदरणीय दाई भक्तबहादुर गुरुङज्यू, मञ्चमा आसीन
हाम्रो गाउँपालिका आदरणीय उपाध्यक्ष भिक्षबहादुर घलेज्यू, हेड सर लगायत यस विद्यालयका सम्पूर्ण सर म्याडमहरू, कार्यालय सहयोगी लगायत कर्मचारी साथीहरू, मञ्चमा आसीन पूर्व शिक्षक आदरणीय मित्र मधु पौडेल, प्रेम सर लगायतका आदरणीय गुरुहरू, त्यसै गरी मैले यहाँ मञ्चमा देखिरहेको छु राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरू सबिन गुरुङ, निर्जला गुरुङ लगायत सानो नानी बाल कलाकार सोमुक्ता गुरुङज्यू, त्यस्तै मैले यहाँ देखिरहेको छु पारिपट्टिबाट आउँदै यहाँ बसिरहनु भएको छ मञ्चमा आदरणीय सुन्दर दाई। अब वयसमा कस्तो हुनुहुन्थ्यो, अहिले पनि सुन्दरै हुनुहुन्छ। त्यस्तै यो वाद्यवादन टिममा रहनुहुने साउन्ड सिस्टमका आदरणीय मित्रहरू र मैले धेरै समयदेखि नै देख्दै गर्ने विभिन्न कार्यक्रम भेट्ने मेरो आदरणीय प्रिय भाइ थमन गुरुङ, उहाँ आज उहाँको प्यारी छोरीको साथमा हुनुहुँदो रहेछ। म उहाँलाई हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। त्यस्तै क्यामेराका साथीहरू र मैले यहाँ देख्न सकिरहेको छैन, हिजो जसले यस स्कुल बनायो, श्रम गर्यो, उहाँ मैले दिदीलाई पनि देखेको थिएँ, अहिले त देखिनँ तीर्था दिदी। त्यस्तै यहाँ आडैमा जग्गा दिएर सहयोग गर्नुहुने हाम्रो सुधार मेजर भेना रणबहादुर घले लगायत उहाँको परिवारलाई पनि मैले देखिरहेको छु। मैले सबैको यहाँ नाम सम्झिरहन भ्याइन, त्यसले गर्दा म सबैलाई सम्मान व्यक्त गर्न चाहन्छु पालिकाको तर्फबाट। म सर्वप्रथम यहाँ सम्मानित हुनुहुने सम्पूर्ण सर म्याडमहरू जसले सम्मान पत्र गर्नुभएको छ, उहाँहरूलाई भोलि पनि विद्यालयको भविष्य उज्जवल पार्नको निम्ति अगाडि बढ्नुहुनेछ र हौसला प्रदान गर्दै उहाँहरूको त्यो सम्मान पत्र गर्नुभएकोमा म हार्दिक बधाई दिन चाहन्छु। मैले यहाँ सुनिरहेको छु, मैले देखिरहेको छु विभिन्न दानी हातहरूले यहाँ आवाजहरू आइरहेका छन्, पैसाका बिटा यहाँ आइरहेका बर्सिरहेका छन्। ती पैसाका बिटाहरू विदेशका भूमिहरूमा दुःख गर्नुभएको छ, रगत पैसा बगाउनु भएको छ, जान परिवारबाट टाढा हुनुहुन्छ, तर पनि आफ्नो गाउँको विद्यालय 50औं वर्ष पार गरिएको छ। हाम्रो पुर्खाले धानको विद्यालय भनेर चाहिँ माया गर्नुभएको छ। धेरै पैसा यहाँ दान गरिन्छ, हिजोसम्म 38 लाख आइसक्यो भन्ने मैले सुनेको थिएँ। आज थुप्रै पैसाहरू आएको छ। त्यो पैसा दान गर्नुहुने सम्पूर्ण दाताहरूलाई म हार्दिक सम्मान गर्न चाहन्छु, जसले विदेशमा रगत बगाइरहनु भएको छ र उहाँका शाखा सन्तानहरूको उज्जवल भविष्यको शुभकामना दिन चाहन्छु। मैले यहाँ 1 कक्षा इसिडीदेखि 12 कक्षासम्म पढ्ने सम्पूर्ण भाइ बहिनीहरूले यहाँ देखिरहेको छु। सम्पूर्ण भाइ बहिनीहरूको पनि म उज्जवल भविष्यको शुभकामना गर्न चाहन्छु। आज हिजो र आज त म तपाईँहरूसँग यहाँ सँगै छु। हिजो मन्त्रीज्यूले उद्घाटन गर्नुभयो, आज म पालिकाको अध्यक्षको हैसियतले उद्घाटन गर्ने अवसर पाएँ। त्यसको लागि विद्यालय व्यवस्थापन समिति, हेड सर लगायत पाचकवासी बाबा दाजुभाइहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। हिजो मैले विद्यालयको वार्षिक प्रतिवेदन सुन्दै गर्दाखेरि केही कुराहरू त्यहाँ सचाउनु पर्ने, केही कुराहरू सुधार्नु पर्ने, केही कुराहरू राम्रो भइरहेको चाहिँ प्रतिवेदन हेड सरले प्रस्तुत गर्नुभएको छ। सच्याउनु पर्ने, सुधार्नु पर्ने कुराहरूलाई यहाँले सुधार जानुहोस्, म शुभकामना दिन चाहन्छु। पालिका सधैँ यहाँहरूको साथमा रहनेछ। भोलिका दिनहरूमा समस्या पर्दाको अवस्थामा हामी पालिका, विद्यालय, गाउँ सबै सँगै हुनेछौँ भन्ने कुराहरू जानकारी गराउन चाहन्छु। हामीले यो तल्लोपट्टिको भवन सम्पन्न गरिसकेका छौँ। यो भवनहरू सम्पन्न गर्दाखेरि अब आवासीय रूपमा विद्यालय सञ्चालन गर्नुपर्छ भनेर तपाईँले यहाँ चन्दा सङ्कलन गरिरहनु भएको छ। आवासीय अवधारणा अहिले हाम्रा हिमाली जिल्लाहरूमा छन्। मनाङ, मुस्ताङ लगायतका दुर्गम जिल्लाहरूमा चाहिँ सरकारले त्यहाँ डाँडा गाउँबाट चाहिँ बच्चाहरू पढ्न आउन जान, गाउँबिच स्कुल खोल्न गाह्रो भएर आवासीय रूपमा सञ्चालन गर्ने अधिकार दिएको छ। तर हामी अरू जिल्लाहरूलाई त्यो अधिकार छैन, हामीले पाएका छैनौँ। र हामीले आशा गरेका छौँ शिक्षा ऐन छिट्टै लागू हुँदैछ। शिक्षा ऐनमा रिम्यापिङ भनेको अहिले हिजो जहाँ स्कुल थिए, बालबच्चा बाबु नानीहरू थिए, आज बसाइ सरेको कारणले, अलिक सहर बजारीको कारणले गर्दा गाउँहरू खाली भएको छ, स्कुलहरू खाली भएको छ र 2-3जना बच्चाहरू पढाउने 2-3जना सरहरू ठुलो लगानी खर्च भएको छ। त्यसलाई अब रिम्यापिङ गर्ने भनेको छ। रिम्यापिङको फेरि पनि हेर्ने कुन ठाउँमा स्कुल आवश्यकता छ, कुन ठाउँमा फेरि स्कुलहरूलाई चाहिँ सञ्चालन गर्नुपर्ने हुन्छ, कुन ठाउँमा चाहिँ प्राविधिक शिक्षालाई सञ्चालन गर्ने, कुन ठाउँमा चाहिँ आवासीय विद्यालय सञ्चालन गर्ने खालको एउटा चाहिँ शिक्षा ऐन चाहिँ विधेयकको रूपमा बसिरहेछ। जब त्यो ऐन पारित भएर आउँछ
त्यसपछि हामीले हाम्रो अधिकारहरू प्रयोग गरेर आवश्यकहरू कहाँ कहाँ खोल्ने, अरू म्यापिङ गरेर अरू विद्यालय कुन कुन स्कुलमा मर्ज गर्ने, कुन विषयहरू सञ्चालन गर्ने हाम्रो हातमा अधिकार आउँछ र हामी त्यो कामहरू गर्न सक्छौँ। अहिले हाम्रो नियम कानुनले अहिले दिन सक्दैन र हामीले त्यो हामीले चाहेअनुसार गर्न सक्दैनौँ। तर अहिले जसरी हामीले सङ्कलन गरेको पैसाहरूबाट चाहिँ सञ्चालन गर्न सकिन्छ, फेरि पालिकाको पैसा प्रत्यक्ष लगानी गर्न पाउने अवस्था छैन हामीसँग। तर यो सङ्कलन भएको पैसाले आवश्यक विद्यालयहरूको लागि जग्गा खरिद गर्ने, विद्यालय भवनहरू बनाउने र विद्यार्थी बाबु नानीहरूको पठन पाठनलाई सम्पन्न गर्नको निम्ति यो हामीले रकम खर्च गर्न सक्छौँ, किनकि यो हाम्रा स्थानीय बाबाआमाहरूले रगत पसिनाको चाहिँ धन हो यो। अब मैले धेरै कुराहरू राख्न चाहिने, यो कलाकार साथीहरू यहाँ हुँदै गर्दाखेरि यो भाषण ताली भाषण लडियो छले कोही फेरेर चाहिँ नाचेलाङ हालो अध्यक्ष खरी भाषण ललाई विषय फेरि आस्या तलै मैले यहाँ देखेँ कि हाम्रो सबिन गुरुङले एकदम राम्रो सङ्गीत गाउनुभयो। निर्जला बहिनीले चाहिँ अब मैले बहिनी भनेकै भान्जी भनौँ, राम्रो गीत गाउनुभयो। हाम्रो सानो नानीले पनि यस्तो राम्रोसँग गाउनुभयो। अघि निर्जलाले भन्दै गर्नुहुन्थ्यो हिजो रातभरि सुत्न सकिनँ, 5 गाउँ सम्झेर म त कतिखेर आइपुग्यो भएँ भन्नुभएको थियो। हामी त हिजो आउनु जान्थ्यो, हिजो आउनु भएन, म दिनभरि यहीँ थिएँ। रातभरि सपना देखेर निर्जला हामी पनि सपना देखेर सुतेकै छैन। जस आज आइपुग्नु भयो, उहाँलाई धन्यवाद दिन चाहन्छु। त्यस्तै हाम्रो स्वरको धनी सबिन गुरुङ एकदम राम्रोसँग गीत गाउनु भएको छ, अझै पनि हाम्रो माझमा हुनुहुन्छ। उहाँलाई पनि मैले उज्जवल भविष्यको कामना गर्न चाहन्छु। मलाई मनमा खड्किएको सानो नानी, मैले यहाँ थमन भाइ अघि नै भनिसकेँ, त्यो नानीको गीत यति साह्रै मन पऱ्यो कि हामी भने तमु पसे हो हजुर भने, हजुर भन्न नजानेर हो भनेको, हामी भने तमु पसे हो हजुर भन्न नजानेर हो भनेको। यो तमु पसे हजुर बिल आएर वही बिर पोरेसी बिर कति छाने गए फेरि सो बहिनीलाई उज्जवल भविष्य शुभकामना खबर दिनेरी थिलो चाहिँ कला प्रस्तुति पढाइ लेखाइ सम्पूर्ण उज्जवल भविष्य शुभकामना व्यक्त गर्न चाहन्छु। मलाई साह्रै मन पर्यो। त्यस्तै सोझो सजन इमान्दार छ हाम्रो गुरुङ जाति, सोझो साझो इमान्दार छ हाम्रो गुरुङ जाति, ओ छ तरकै तम्सु ब्याला हो। एकदम छ्यावा इमान्दार सज्जन तैदर तमेलो मोतलगाएर तम्सु ब्याला हो। तखेर चाहिँ तमै नासरी तमै भाषरी पढाइएपछि म एकदम खुसी त छु। एकदम चुरु 5 रुपैयाँ बाबा आमा दाजुले सम्मान लम। हिजो म अहिले पनि यहाँ मैले क्रगी लागिरहेको छु। हाम्रो गुरुङ संस्कृति धर्म संस्कृतिहरू छन्। हिजो म यहाँ मञ्चमा बस्दै गर्दाखेरि पनि विभिन्न टोलका आमा दिदीबहिनीहरू 5-7 चाहिँ क्रगी, कोही घाँटीमा चाहिँ खाटाको रूपमा लगाइदिनु भयो, कतै चाहिँ टाउकोमा चाहिँ यो फेता कुदाएर लगाइदिनु भयो, टिका लगाइदिनु भयो, माला लगाइदिनु भयो। 5 बसी आमा दिदीबहिनीहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु, नमस्कार गर्न चाहन्छु। यहाँहरूको सम्मान, यहाँहरूले लगाइदिनु भएको क्रगी, यहाँहरूले लगाइदिनु भएको खाता, यहाँहरूले लगाइदिनु टिका मैले कहिल्यै भुल्ने छैन। यहाँहरूलाई धन्यवाद दिन चाहन्छु, सम्मान व्यक्त गर्न चाहन्छु। पालिकाले अब भन्दै गरिन्छ पालिका उपाध्यक्ष रुबेन आश्रय हो, शिखरमा पामे अध्यक्ष त्यसैमा तैला लाखा त्यो कुरा पनि सुनेको छु मैले। अब 5 वर्षमा एउटा पेटमा भएको बच्चा जन्मलाई 9 महिना लाग्छ। हुर्काउन पढाउन 18-20 वर्ष पढाउनु पर्यो, कति गाह्रो छ। यो सारा पालिका चलाउने कुरा जादु मन्त्र जस्तो फु गरेको जस्तो हुँदैन, धेरै गाह्रो छ। तर पनि हामीले क्रमिक रूपमा अघि नै उपाध्यक्षले भनिसक्नु, यो पुलको कुरा, बाटोको कुरा, पिच गर्ने कुरा, खेतीबाली कृषिको कुरा, स्कुल कुरा, सबै कुराहरू बिस्तारै हामी सिस्टममा ल्याउँदैछौँ। त्यस्तै मैले भन्ने गर्छु, बाबु नानीहरू हामी जो छौँ इमान्दार बच्चा जन्माउनु पर्यो, पढाउनु पर्यो। सर म्याडमलाई म यहाँ भन्छु, बाबा आमालाई पनि भन्छु। कहिले कहिले हाम्रो बाबु नानीहरू सानो हुन्छ, 1-2 कक्षामा पढ्दै गरेको छ, उहाँहरूको बुद्धि पलाइरहेको सकेको हुँदैन। कहिले कहिले यसो साथीहरूको झोलाबाट कलम झिकेर लिएर जाने, कहिले कहिले कापी लिएर जाने र घरमा लाने चलन हुन्छ। त्यति बेला बाबा आमाले चेक गर्नु पर्यो, सुन कलममा भएर खै तिनी हेरेर खै त हो। कौशीको विचारमा कौशी सानोमा देखिन्छ अर्को कलम झिकेर उसले चोर्नु भन्ने थाहा छैन, लिएर आज लयो भोलि लयो त्यो चोरको पनि लाग्छ। त्यसले गर्दा एउटा कलम पनि एउटा कापी पनि अर्कोको लानु हुन्न। मैले अर्को कुरा पनि भन्न चाहन्छु, यहाँ बाटोमा हिँड्दै गर्दाखेरि अहिले तपाईँलाई आइफोन 2 लाख 2.5 लाखसम्म पर्छ। त्यो आइफोन बाटोमा खस्यो र अनि पाएर लिएर जाने भयो, स्विच अफ गऱ्यो नि टाप भाग्ने। त्यस्तो होइन, कसैको आइफोन खस्यो, कसैको पैसा खस्यो भेटियो भने त्यो फिर्ता गर्ने इमान्दार बच्चाहरू जन्माउनु पर्यो।
त्यस्तो इमान्दार विद्यार्थीहरू बनाउनु पर्यो सर म्याडमहरूले। त्यो खालको चेतना हामी कहाँ हुनु पर्यो। मैले जापानमा काम गर्दै गर्दाखेरि पैसा हरायो भने, मोबाइल हरायो भने बाटोमा खोज्दै जानु पर्दैन। पुलिस चौकीमा गएपछि त्यही पुऱ्याइन्छ, पाउने मान्छेले पुलिसमा लगेर छोडिदिन्छ, त्यहाँ ठ्याक्कै पाइन्छ। मैले एउटा साथीको पासपोर्ट हरायो, पैसा हरायो जापानमा, मैले ठ्याक्कै थाहा पाएँ। कहाँ जाने त भेटिएन, रेल स्टेसनमा रेलमा छुटेछ, पछि त पुलिस स्टेसन गयो, त्यहाँ भेटियो। हामीले त्यस्तो खालको बालबच्चाहरू उत्पादन गर्नु पर्यो, इमान्दारी हुनु पर्यो। अहिले मैले भने नि केही पनि गरेन, तैँला लगाएको छ भने भोट के अरे चोएर टोल लग्यो त के आला भेने। मैले देखेको छु त्यहाँ केही त भएको छ। म यहीँ छु, म डुम्रेसम्म हिँडेर जान्थेँ त्यति बेला, अहिले गाडी यहीँ आएको छ, म गाडी चढेर आएको छु, बाइक यहीँ आउँछ, अहिले जोरेसम्म जान्छ। हिजो पानी बोक्न एक दिनको बाटो जानु पर्थ्यो, आमा दिदी अलिक घर घरमा धारा छ, अलिकति व्यवस्थित गरेर माग्छ, धेरै ठाउँमा धारा भइसकेको छ, हो कि होइन? हो नि, भएको छ नि। त्यसले गर्दा तैँला खाने त्यो कुराहरू बताउनु भएन। र हामीले अलिकति कृषिको क्षेत्रमा मैले स्वास्थ्य कुरा के अरे शिक्षाको कुराहरू धेरै गरेँ। स्वास्थ्य कुराहरू गर्दै गर्दै हामीले स्वास्थ्य चौकीहरू अल्पत्र थिए, सबै सम्पन्न गऱ्यौँ। विद्यालयहरू बनाउनु पर्थ्यो, लगभग सम्पन्न भइसकेको छ। अब कतिपय वार्ड कार्यालयहरू सम्पन्न भइसकेका छन्, अब 2टा वार्ड कार्यालय बाँकी छ। र पालिका भवन बन्दैछ। यो योजनाहरू बिस्तारै क्रमिक रूपमा हामीले सुधार गर्दै अगाडि गइरहेछौँ। त्यसलाई चाहिँ हामीले पुरा गर्नेछौँ। भवनहरू सञ्चालन भइसकेपछि जनताले सुविधा लिने गरी काम गराउँछौँ। र कृषिको कुरा गर्दाखेरि यसपालि दोर्दी गाउँपालिकाले अकबरे खुर्सानीको कार्यक्रम ल्याएको छ। हामीले अकबरे खुर्सानी 700 रोपनी जग्गामा अकबरे खुर्सानी हुँदैछ। बिउ राख्ने काम सम्पन्न भइसकेको छ, कतिपय अलिकति माथिल्लो भागमा बाँकी छ। 700 रोपनीमा चाहिँ अकबरे खुर्सानी फल्दै गर्दाखेरि दसैँसम्ममा फेरि यो 5 वर्ष 4 वर्ष लाग्ने खुर्सानी, अहिले रोपेको खुर्सानी दसैँसम्म आउँछ, बेच्न पाइन्छ। दसैँसम्म बेच्दै गर्दाखेरि तपाईँलाई 100 रुपियाँ किलोमा बेचियो भने 7 करोड पैसा आउँछ दोर्दीमा। अकबरे खुर्सानीको अहिले 200-300 छ बजारमा। 200 रुपियाँ किलोमा बेच्न सक्यो भने 14 करोड पैसा दोर्दी गाउँपालिकामा दसैँसम्म पैसा कमाउने, सबै मिलेर दसैँमा रमाउने भन्ने खालको योजना बनाएको छ पालिकाले। अहिले हामी त्यो अभियानमा छौँ र अहिले जसले लगाउनुपर्छ, सुरु गर्नुपर्छ, उहाँले राम्रो गर्न म अनुरोध गर्न चाहन्छु। र आगामी वर्षमा हामीले कुरा गरिरहेछौँ। एउटा चाहिँ जनता एग्रो एन्ड फरेस्ट भन्ने एउटा संस्था हामीसँग कोर्डिनेसनमा आइरहेछ। उहाँहरू चाहिँ कफीको कुराहरू, बेलौतीको कुराहरू, धेरै कुराहरू आइरहेछ। अनि अलिकति बाँदरको समस्याले गर्दा त्यो बाँदरले खुर्सानी खाँदैन, त्यसले गर्दा खुर्सानी ल्यायो हामीले। कफी पनि बाँदरले त्यति सताउँदैन, त्यसले कफीको कुरा। अर्को मेकाडिमिया नट, त्यसले बाँदरले खाँदैन, त्यो कुरा हामीले बाँदरले नखाने चिजहरू बाँदर मारेर फाल्न सक्दैनौँ हामीले, नियम कानुनले गर्दा मिल्दैन पनि। तर बाँदरले नखाने फलहरू, काष्ठ फलहरू के गर्न सकिन्छ भने हामीले योजना बनाइरहेको छौँ। अहिले यसपालि खुर्सानीको कार्यक्रम, अर्कोचोटि कफीको कार्यक्रम, बिस्तारहरू म्याक्डेमिया लगायतको धेरै कार्यक्रमहरू ल्याउन लागिरहेछ पालिकाले। त्यसको लागि सबैको साथ सहयोग चाहिन्छ। सबैको साथ सहयोग भएन भने हामीले त्यो सम्पन्न गर्न सक्दैनौँ। र मैले यिनै कुराहरू राखेँ। अघि नै मैले निर्जला भान्जीको एकदम गीतमा सोल्टी मैले भेटिनँ, मोलो खानी आइफै तै तल आयौँ, आमा पार्टी मात्रै म बाबा पार्टी बुढा मात्रै म ठेडामा आएर भिलो गलत पछि तिनी चितुनी आइङ ठाउँ चितुनी आएपछि म सो भने आएँ त ल गएँ फेरि अब न त मन परेपछि फेरि न ठाउँ भन्दा लुगा ल्याउँ, फेरि मन पनि हाम्रो थाहा अरे फेरि। त्यही पनि ठिक छ। यहाँलाई खोजेअनुसारको चाहेअनुसारको दोर्दी गाउँपालिकामा भाइहरू अवश्य हुनुहुन्छ। ढुक्कले खोज्नु होला, रातभरि गीत गाउनु होला, भोलि जाँदा साथमा एउटा ज्वाइँ च्यापेर जानु होला। शुभकामना दिन चाहन्छु। र मैले अहिले पनि भने हाम्रो मन्त्रीज्यूले हिजो धेरै कुराहरू राख्नुभएको छ। मैले यो उदिपुरदेखि सेराको बाटो हिजो मुख्यमन्त्री पृथ्वी गुरुङ हुँदाखेरि सुरुवात भएको काम सम्पन्न भएको छैन, बिचबिचमा पैसा रोकिएर काम भएन। अहिले पनि मन्त्रीज्यूलाई मैले भने, अस्ति ठेकेदारसँग कुरा भयो, होइन अध्यक्षज्यू बाटो त पुरा गर्ने भनेको मन्त्रालयले पैसा हाल्दैन, 3 महिना जति भयो 2.5 करोड पैसा हामीले बिल बुझाएको, पैसा आएन, के गर्ने होला, हामीले त भनिदिनु पऱ्यो भन्नु। मैले अस्ति 7 गते प्रजातन्त्र दिवसको अवसरमा पनि मन्त्रीज्यूले भेटेको थिएँ। टकराज गुरुङ यहाँ प्रमुख हुनुहुन्थ्यो। मैले हिजो पनि भेटेर भने, मन्त्रीज्यू अस्ति हिलेमा पनि हामीले पैसा व्यवस्था गर्छु भन्नुभयो, यहाँ पनि पैसा गरेर तल ठेकेदारले पैसा पाएन भनेको छ। तपाईँले यो पुलको पनि त्यही हालत आइरहेको सुनेको छु मैले, त्यो तत्काल पैसा हालिदिनु पऱ्यो, भएन बाटो त अलपत्र हुन्छ। तपाईँलाई अहिले सबै कालोपत्री गर्न तयारी भएको बाटो बनाइयो भने बर्खामा सबै जान्छ हाम्रो बाटो, त्यो जसरी गर्नु पऱ्यो। मैले हिजो पनि भने, भन्दाखेरि उहाँले के भन्नुहुन्छ, होइन अध्यक्षज्यू यो 18-19 गते यो अहिले चाहिँ के अरे ग्याल्पो लोसार पनि आइरहेछ, यो आजको शिवरात्रि पनि भयो, यो बिदा खोलेपछि मैले चाहिँ त्यहाँ उहाँहरूलाई बोलाएर एउटा एग्रिमेन्ट गरेर चाहिँ पैसा हालिदिन्छु, बाटो बन्छ यसपालि, दुःख हुनुहोस् भन्नुभएको छ। हामी त्यो आशमा छौँ। अनि अर्को हामी यतापट्टि फर्क्यो उतापट्टि फर्क्यो, कहिले
फोनमा बोल्न हेलो नसुनेर चाहिँ यस्तो कराउने खालको, किनकि टावर गाउनु टिपिया छ नि यहाँ समस्या छ। अनि हाम्रो जिल्लाको 3 जना मन्त्री हुनुहुन्छ, वन मन्त्री हुनुहुन्छ भेषबहादुर, अर्थमन्त्री दिज आइसक्नुभयो टकराज, डाक्टर टकराज, अर्को पृथ्वीराज गुरुङ हुन्छ मन्त्री। मैले उहाँलाई मन्त्री हुने थियो भनेको थिएँ, होइन मन्त्रीज्यू हाम्रो फोनले राम्रो ट्विट सुनिन्न, तर हामीले माथिल्ला लेकहरूमा पर्यटनको विकास गर्न खोजिरहेछौँ। हामीले लिपे डाँडामा पर्यटन लान खोजिरहेछौँ, दामराङको पर्यटन लानु गएछौँ, दुध पोखरी पर्यटन, एली पोखरी पर्यटन लानु गएछ, उखण्ड त्यसो त नोटासे लगायत माथिल्ला भेगहरूमा तपाईँलाई मेमे 12 पोखरी, खोले पोखरी लगायतका ठाउँमा पर्यटनले विकास गर्ने पालिकाले लगाइरहेछ। हाम्रो त्यहाँ फोन टिप्दैन, हाम्रो भेटीगोठ छ, भैँसीगोठ छ, भैँसीगोठाले फोनको आवाज सुन्दैन लेकमा, कम्ती पनि हाम्रो लेकसम्म भेटीगोठको कानसम्म चाहिँ भेटीगोठाको कानसम्म फोन जाने वातावरण गर्नुपर्ने मैले भनेको थिएँ मन्त्री। उहाँले भन्नु ठिक छ म त्यो व्यवस्था गर्छु भनेर। अहिले यो त पारिपट्टिको ओखारीको तल्लोपट्टि त्यो मौलक उसमा चाहिँ एउटा टावर बन्दैछ एनटिसीको, र हाम्रो छैलौमा अर्को टावर बन्दैछ। यो 2टा टावर बन्यो भने हाम्रो एरियामा फोन टिप्छ भन्ने मलाई लाग्छ, र यो फोनको समस्या पनि हाम्रो हट्छ। अहिले चाहिँ अलिकति गाह्रो छ, कहिले टिप्दैन राम्रो, 4G चल्दैन, कम्ती पनि सबै फोन टिप्ने ठाउँमा 4G चलोस्, र त्यो 4G को सिस्टम मन्त्री जुन जिल्लाको छ त्यही जिल्लाबाट सुरुवात गर्नु भनेर पृथ्वीराज सुरुवात गर्नुपर्छ। सायद त्यो पनि भएर आउँछ। अहिले नापेको कुरो अस्ति मलाई पनि फोन आएको थियो, हामी टावर नाप्दैछौँ अध्यक्षजी भन्दै थिए, त्यो भएपछि हामीलाई फोनको समस्या समाधान हुन्छ। त्यस्तै बाटो कुराहरू अहिले हामीले यो 7 करोड छुट्याएको छौँ यसपालि, सकेसम्म 5औं बेचौँ, नभए पनि भाँडी खोलाबाट कहाँसम्म आइपुग्छ यसपालि गर्दैछौँ। दोर्दी खोलापट्टि पनि अर्को बाटो पिच भइरहेछ यसपालि, 1.5 किलोमिटर पालिकाले पिच गर्दैछ। दोर्दी खोलामा हाइडो बारोहरू छन्, त्यहाँको रोयल्टीहरू कुरा धेरै कुराहरू छन्, त्यसले गर्दा हामीले बिस्तारै क्रमिक रूपमा चाहिँ त्यो पालिकाको कामको लागि विद्यालयको, स्वास्थ्यको, शिक्षाको हरेक कुराहरू गर्नुपर्ने हुन्छ। अहिले के भएको छ भने सबै कुरा पालिकामा ठोकिएको छ, गाली खाने, माया पाउने नपाउने सबै हामी परेको छ। अहिले माथिको नेताहरूसँग भेट हुँदैन, त्यही सेरामा गयो है म भोट्छौँ, यो पाइप चाहिँ टिनी चाहिँ तता चाहिँ बिर्खाउँ, अब यो अनुसार खाउँ अनुसार पिरिसिमु आए विषय पैसा आएछ खालि बिहार गर्दै फेरि अब सामान मुसिया पैसा मुसिया खुवामी त जम्मै पिलङ हालो आरे तल जम्मै पिर खुसी लल यहाँ विषय जम्मै खुसी दौलो फेरि लिसो चुनाव विषय फेरि छाप चुइलो त हो सम्पत्ति आरे पालिकालाई खालि बिहा गाह्रो त्यही पनि खानसम्म मिलेसम्म यो व्यवस्था लम्मु चैले तान लिएर चाहिँ तिनी यो के अरे छु अफसरले प्रमुख अतिथिलाई चाहिँ रुब्री चाहिँ स्कुल परिवार स्पेसली चाहिँ एउटा आदरणीय आगे फतबहादुर गुरुङ लगायत टिम उपाध्यक्षज्यू प्रमुख अतिथि चाहिँ क्यों खैलेसी चाहिँ सुब्रादी दिनरी खलपरी मु प्रमुख तलपरी बिलो नै चाहिँ अनुसार चाहिँ खरै चाहिँ जुरु प्रमुख तल यही जब स्कुल विद्यालय परिवार दे उपाध्यक्षले मैले धन्यवाद दिउँ हेड सरले धन्यवाद मु र अन्तिममा आज शिवरात्रि सबैलाई शिवरात्रिको शुभकामना। हामीले विभिन्न धर्मावलम्बीहरू छौँ, कहिले शिव भक्त छौँ, कोही बुद्ध भक्त छौँ, कोही क्रिस्चियन, कोही मुस्लिम, हामी छौँ। हामी देशमा विभिन्न जात जातिहरू छौँ, तर पनि म आज शिवरात्रिको उपलक्ष्यमा सबैको उज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै शिवरात्रिको शुभकामना सहित यस विद्यालयको बाबु नानी विद्यालय र सम्पूर्ण परिवारको चाहिँ उज्जवल भविष्यको शुभकामना सहित मेरो भनाइ यही अन्त्य गर्न चाहन्छु। धन्यवाद, नमस्कार।